फेरि आयो है गाउँले सत्य कुरा लिएर। तर यहाँ सत्य कुरा गर्दा गाली खाइदो रहेछ हैन र बुढो? हो नि बुढी। बनाइदेऊ न ए नेता यही हाम्रो सुन्दर नेपाललाई, फाँसी देऊ न ए नेता यहाँ बलात्कारीहरूलाई, जिउँदै गाड्देऊ ए नेता यहाँ ज्यान माराहरूलाई, हिरासतमा हाल्देऊ नेता चोर गुण्डा डाकालाई। यही देश बेची खाइरहेको छ देशद्रोही नेता, नेताले खान्छ अब जनताको झपेटा। देश बेची खाइरहेको छ देशद्रोही नेता, नेताले खान्छ अब जनताको झपेटा। त पनि नेपाली म पनि नेपाली, नेपाली भनेको हामी नै गोर्खाली। दिँदैन अब हामी देश बेची खान, पराने त्यागिन्छौँ देश फिर्ता ल्याउन। धेरै छ गुनासो भावना पोख्न, अत्याचार बलात्कार यहाँ सबैलाई रोक्न, अत्याचार बलात्कार यहाँ सबैलाई रोक्न। सुनिस् होय सबैलाई रोक्न, रोकिने कहिले अत्याचार देशमा। दिन दाडे बलात्कारी घुमिरहेछन् रोडमा, मेरो दिदी बहिनीलाई रेप गरी मार्यो। हत्तेरा कहाँ गयो ज्यान लिगी भाग्यो, मानिसको रूपमा साला शैतान पो आयो, मानिसको रूपमा साला शैतान पो आयो। यही शैतान पो आयो, शैतान पो आयो। अहिलेको चलन देख्दा सबैजना छक्क पर्छन्, एकजना चेली माथि दुई तीनजना लागि पर्छन्। लोग्नेले स्वास्नी मारी खुली आम डुली हिँड्छन्। यो सब देख्दा हाम्रो नयाँ पिँढीले के चाहिँ सिक्छन्, यो सब देख्दा हाम्रो नयाँ पिँढीले के चाहिँ सिक्छन्। भन्नु न नेता हाम्रो नयाँ पिँढीले के चाहिँ सिक्छन्। लेट्स गो। यही यो सब देख्दा मेरो मन निकै रोको छ। दिदी बहिनीलाई सम्झी अझै कति रोउ म, त्यो रातेस भेट्यो भने सिधै गर्दन काट्छु म। गाउँ गल्ली डुलाई लडाई नाङ्गै झार पार्छु म। एकमुठी सास हुन्छ जसलाई नि आश हुन्छ, एकचोटिको जिन्दगी सबैजना बाँच्नु पाउँछ। के गल्ती थियो मेरो दिदी बहिनीको ज्यान लिगिस, मानिसको रूपमा साला शैतान बन्ने किन आइस। मेरो दिदी बहिनीको शरीर लुटी किन भागिस, मेरो दिदी बहिनीको इज्जत लुटी किन भागिस। इज्जत लुटी किन भागिस। यो सत्युगो होइन दिदी कलिगो हो, यहाँ आफ्नो छैन दिदी पराइने हो। यहाँ मानिस छैन बहिनी राक्षसे हो, यहाँ मानिस छैन बहिनी राक्षसे हो। ए सरकार आज म एउटा बिन्ती गर्छु ल, नाबालक बलात्कारीलाई जिउँदै मार्नु भन्छु ल। के गर्ने भगवान यहाँ नराम्रो चाहिँ डुलिरहेछन्, राम्रो काम गर्ने भित्र दबिरहेछन्। उनीहरूको परिवार बाहिर बसी रोइरहेछन्। कलियुगमा भगवान छ भगवानसँगै मागिरहेछन्, कलियुगमा भगवान छ भगवानसँगै मागिरहेछन्। यही भगवानसँगै मागिरहेछन्। नेताले जनताको रिस देख्या छैन, ल काट्न परे पनि पछि हट्ने होइन। ढुङ्गाले हान्ने हो मुढाले हान्ने हो, अति भयो पनि यहाँ खोडा तेसार्ने हो। देश बेची खाइरहेको छ देशद्रोही नेता, नेताले खान्छ अब जनताको झपेटा। देश बेची खाइरहेको छ देशद्रोही नेता, नेताले खान्छ अब जनताको झपेटा। त पनि नेपाली म पनि नेपाली, नेपाली बनेको हामी नै गोर्खाली। दिँदैनौ अब हामी देश बेची खान, पराने त्यागिन्छौँ देश फिर्ता ल्याउन। धेरै छ गुनासो भावना पोख्न, अत्याचार बलात्कार यहाँ सबैलाई रोक्न, अत्याचार बलात्कार यहाँ सबैलाई रोक्न।